र हाम्रो डेस्नीबाट आउनु हुँदैछ र त्योभन्दा अगाडि चाहिँ हामी यो जुन एउटा औपचारिक कार्यक्रम छ यो हामी गर्दैछौँ। र सर्वप्रथम आज यो प्रेसिडेन्ट हिपातल ग्राम पञ्चायत युनिटको यो हिपातल वार्डको यो हिपातल स्कुलको यो सभाकक्षमा भनौँ है हाम्रो धरती आभा जनभागीदारी अभियान अन्तर्गत अन्तिम कार्यक्रम 3वटा कार्यक्रम यहाँ हुन गइरहेको छ र तपाईहरुलाई यस कार्यक्रममा आजको यो आधार इनरोलमेन्ट अनि किसान सम्मान निधि यो पीएम किसान सम्मान निधिको जुन रेजिस्ट्रेसनको कार्यक्रम छ, अर्को चाहिँ हाम्रो यो इन्डिया पोस्ट पेमेन्ट ब्याङ्क अनि हाम्रो पोस्ट अफिसबाट यहाँ अधिकारी अथवा रिप्रेजेन्टेटिभ्सहरू आउनु भएको छ, अफिसर्सहरू उहाँहरूको पनि यहाँ जति पनि फार्मर्सहरू अथवा कोही लाभार्थीहरूको अकाउन्ट खोल्नुपर्ने त्यस सम्बन्धमा पनि आज यो कार्यक्रम रहेको छ र हाम्रो हप्ता 1 हप्ता लामो कार्यक्रमको यो अन्तिम कार्यक्रमको हामी पडाउमा पुगेको छौँ र विशेष आजको यस कार्यक्रममा हामी माझ अघिबाटै जस्तै भन्न चाहन्छु कि कसले पाउनु सक्छ र कसले पाउँदैन। सर्वप्रथम तपाईको एउटा घरमा एकजनाले पाउँछ जसकोमा चाहिँ आफ्नो नाममा अथवा आफ्नो बाबाको नाममा चाहिँ पर्चा छ। पर्चा चाहिँ म्यान्डेटरी हो। पर्चा चाहिँ हामीले रेजिस्ट्रेसन गर्नुको लागि आफ्नो नाममा नभए आफ्नो बाबाको नाममा चाहिँ पर्चा चाहिन्छ। दोस्रोमा हो त्यो घरमा कुनै प्रकारको इम्प्लोइज हुनु हुँदैन। अब इम्प्लोइज भन्दाखेरि ग्रुप डी भन्दा तल्लो स्तरीय तपाईको जबमा पनि ग्रुप ए बी सी डी भन्ने हुन्छ। सबैभन्दा तल्लो स्तरीयको काम गर्ने इम्प्लोइजहरूको चाहिँ छुट दिएको छ कि उहाँहरूले रेजिस्ट्रेसन गर्नु सक्छ। अर्को कुरा जुन घरमा पेन्सनर छ 10,000 भन्दा ज्यादा तलब पेन्सन पाउँदैछ भने त्यही घरकोले पनि पाउँदैन। यो कसले पाउँछ कसले पाउँदैन ध्यान दिएर सुनिदिनुहोस्। अर्को कुरा तपाईहरूको यो बिजनेसम्यान भयो, कन्ट्र्याक्टरहरू भयो, यो ठुल्ठुलो काम गर्नेहरू यो प्राइभेट फ्रेन्चाइजहरूमा अनि जनप्रतिनिधि जिल्ला अध्यक्ष यो डिस्ट्रिक्ट लेभलसम्मकोहरूले उहाँहरूले पनि पाउँदैन। तर ग्रामीण क्षेत्रमा पञ्चायती राजका जति पनि सदस्य हुनुहुन्छ उहाँहरूले पनि पञ्चायत मेम्बरहरूको पनि रेजिस्ट्रेसन गर्नु सक्छ। अनि एउटा घरमा खालि एकजना बेनिफिसियरिजले मात्रै पाउने गर्दछ। त्यसको चाहिँ तपाईको पीएम किसान भन्छ त्यो पनि पस्छ तपाईहरुको र यो जहाँ यसको छ एक्टिभिटीको जसरी गर्छु एकदमै फुटाउने हो 90 तिगसी 90 तिगसी 16 पातलै लेखिदिँदा हुन्छ पातल चाहिँ ठिकै छ। पोस्ट अफिसबाट उपस्थित ब्रान्च पोस्ट कविता कुमारी रावत साथै एसिस्टेन्ट पोस्ट नन्दकुमार नेपालबाट कर्मचारी साथै
र माननीय जिपियुका पञ्चायत प्रेसिडेन्ट म्याडम पञ्चायत मेम्बर र त्यसरी नै आज यस प्रोग्राममा उपस्थित हाम्रा एकदम बुजुर्ग सिनियर सिटिजन र यसै पात्र वार्ड रहनुहुने हाम्रा बुजुर्गहरू साथै अन्य जो पनि यस कार्यक्रममा तपाईँहरू उपस्थित हुनुभएको छ तपाईँहरूलाई हाम्रो ग्राम पञ्चायतको तर्फबाट लगायत मेरो व्यक्तिगत तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। किन भन्दा हामी 21 तारिकदेखि तपाईँहरूसँगै यो वार्डमा घुमिरहेको छु। तपाईँहरूले साथ लिएर आउनु भएको छ। यो एकदम धरती आभा अभियानलाई तपाईँहरूले एकदमै सपोर्ट गरेर हामीलाई एउटा सक्सेस बनाइदिनु भएको छ। त्यसमा पनि हाम्रो ग्राम पञ्चायतको तर्फबाट तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज हाम्रो 3टा प्रोग्राम रहेको छ। तपाईँहरूलाई अघिबाटै भनिसक्नु भएको छ। तपाईँहरूले यसमा एकदमै तपाईँले फाइदा लिने तपाईँहरूलाई चाहन्छु। र हामी माझमा त्यसरी नै हाम्रो एएसयुबाट एआई सर एकदमै 21 तारिकदेखि नै हामी उहाँले पनि यो युट्युबमा यो जति हाम्रो प्रोग्राम हुन्छ यो युट्युबमा पनि तपाईँको हाम्रो सार्वजनिक भएर उहाँले गर्नुहुँदैछ। उहाँलाई पनि एकदमै हामी ग्राम पञ्चायतको तर्फबाट धन्यवाद दिन चाहन्छु। र उपस्थित हाम्रो ग्राम पञ्चायतको सम्पूर्ण कर्मचारीहरू खटिरहनु भएको छ। उहाँहरूलाई यो ग्राम पञ्चायतको तर्फबाट धन्यवाद दिन चाहन्छु। र यो धन्यवाद ज्ञापनमा कतिलाई सम्बोधन गर्नु मैले छुट्यो होला, उहाँलाई माफी चाहँदै